कालो मसो अनुहारमा दल्नुभयो। हजुर। त्यस पश्चात पनि तपाईले मन्त्रीको अफर गर्यो। त्यस पश्चात सदन स्थगित भयो। मलाई मेरो दल लगायत सम्पूर्ण दलका सांसदले घेरे मलाई। घेरेपछि मुख्यमन्त्री आउनुभयो। उहाँले पनि राउर बाबु तपाई प्लिज त्यो नगर्दिनुस्, तपाई एकजनाले गर्दाखेरि मेरो सरकार नबन्ने भयो। बलात्कारै गरेका व्यक्तिले पनि म आत्मा आलोचना गर्छु भनेपछि सक्यो। पार्टीले उसलाई भयो, छुट भयो। म सरकारमा छु, म राज्य मन्त्री छु, मेरै पार्टीकी मन्त्री छिन् महिला हैन। उनका श्रीमानले खुलेआम योजना बेचिरहेका छन्। तपाईकै पार्टी? मेरै पार्टीकी महिला छिन्, उनका श्रीमानले, म भन्छु खुलेआम योजना बेचिरहेका छन्। राष्ट्रिय झण्डाको एकदम मिसयुज भयो कि राष्ट्रिय झण्डाको मिसयुज भयो। अहिले नेपालमा कस्तो एउटा कल्चर आइदियो भने राष्ट्रिय झण्डा लगाउनु, घाँटीमा राष्ट्रिय झण्डा बाँधेपछि सबै पाप धोइन्छ। नेपालमा चाहिँ मन्त्री बन्ने राष्ट्रिय सपना भइदिएको छ। यो मन्त्री पद जुन चाहिँ राष्ट्रिय सपना भइदिएको छ सबैको। एउटा डाक्टर पनि मन्त्री बन्न चाहन्छ, एउटा पत्रकार पनि मन्त्री बन्न चाहन्छ, एउटा किसान पनि मन्त्री बन्न चाहन्छ, एउटा कर्मचारी पनि मन्त्री बन्न चाहन्छ, रिटायर्ड पुलिस पनि मन्त्री बन्न चाहन्छन्, रिटायर्ड आर्मी पनि मन्त्री। ए बाबा कोही त हुनु पर्यो नि। मतलब होइन मलाई मन्त्री बन्नु छैन भने यो नेसनल ड्रिम भइदियो कि हरेक पार्टीका युवाले चाहिँ के बुझ्नु पर्यो भन्दाखेरि हामी कुकुर होइन, हामी मानव हो र त्यो क्राइटेरिया फुलफिल गरेर हामीले पार्टीका सदस्यता लिएका हौँ र हाम्रो इन्टरनल डेमोक्रेसी छ, क्वेसन गर्ने अधिकार छ। यदि त्यो क्वेसन गर्न सक्दैनौँ भने हामी त्यही स्निफ डग जस्तो। मेरो पार्टीले चलायो भने चाहिँ संहिता ठिक, हजुरको पार्टीले चलायो भने संहिता खतरामा छ भन्छन् कि। तर गर्ने सबैले एउटै काम हुन्छ। मधेसमा चुनौती पनि कस्तो भन्दाखेरि यो चुनावको कुरा गर्ने भने मधेस बाहेक अरू प्रदेशमा एउटा या दुईटा चुनौती हुन्छ, तर मधेसमा चाहिँ मल्टिडाइमेन्सनल चुनौती। कुनै दलका नेताले 4.5 करोड खर्च गरेर प्रदेश सांसद बने भन्छ। 4.5 करोड एउटा प्रदेश सांसदको लागि, जबकि मेरो त मलाई लाग्छ उहाँको 10% पनि खर्च भएको छैन। त्यो पैसा फेरि रिकभर कसरी गर्छ? यो जेनजी मुभमेन्ट जुन छ यो मुभमेन्टले पोलिटिकल निकास नपाएको हुनाले म सधैँ भन्छु कि मान्छेलाई मन नपर्न सक्छ, यो चाहिँ इभेन्टमा कन्भर्ट भयो कि यो जेनजी इभेन्ट भइदियो। त्यसको फाइदा कसले लियो भन्दाखेरि त्यही पुरानो थोत्रा नेताहरूले लिए कि उनीहरू फेरि आफ्नो कोट झारेर चाहिँ तयार भएर नयाँ रूपमा पुरै झारेर नयाँ सुट बुट लाएर फेरि अब चाहिँ हामी त जेनजी नै हो जस्तो कुरा गर्न थाले कि सबै नेताले जेनजी कानुनमै लेखिदिनु पर्यो। मालदार मन्त्रालय 1 नम्बर मालदार एबीसी भनेर गरिदिनु पर्यो। यो भन्नु भनेको त एकदम ठुलो विडम्बना। जेनजी नै सरकार हो भनेर म चाहिँ यसमा किटानी गर्न सक्छु। प्रचण्ड विद्रोही थिए, आज प्रचण्ड सम्झौता गर्ने नेताको रूपमा काठमाडौँको क्याम्पेनिङ होइन र काठमाडौँको स्ट्राटेजीले जुन बालेन्स यहाँ जित्नु भएको छ मधेसमा असहज होइन असम्भव छ।